नमस्कार साथीहरू। मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन, यी शब्द महाकवि लक्ष्मीप्रसाद देवकोटाको हो। उहाँ केवल कवि मात्र होइन, नेपाली साहित्यका उज्यालो तारा हुनुहुन्थ्यो। उहाँको जन्म काठमाडौँमा भएको थियो। सानैदेखि उहाँ धेरै बुद्धिमान, शान्त र पढ्न मन पराउनुहुन्थ्यो। किताब लेख्ने उहाँको बानी थियो। देवकोटाले नेपाली भाषा र साहित्यलाई धेरै माथि पुर्याउनुभयो। उहाँले कविता, कथा, निबन्ध र किताबहरू लेख्नुभयो। उहाँका शब्द सरल हुन्थे तर अर्थ धेरै गहिरो हुन्थ्यो। त्यसैले सानादेखि ठुला सबैले उहाँको रचना मन पराउँथे। उहाँको सबैभन्दा प्रसिद्ध कृति मुनामदन हो। यो कथामा एक गरिब युवक मदन रोजगारीका लागि विदेश जान्छ। धन कमाउँदा उसले धेरै दुःख पाउँछ। बिरामी हुँदा आफ्नै साथीहरूले साथ छोड्छन्, तर एउटा भोटे मानिसले उसको ज्यान बचाउँछ। त्यस कथाले मानिसहरूलाई जातभन्दा पनि ठुलो आफ्नो संस्कार भाव हो भन्ने कुरा सन्देश दिन्छ। देवकोटाले गरिब, दुखी र असहाय मानिसहरूको पीडा आफ्ना लेखमा उतार्नुभयो। उहाँलाई देश र नेपाली भाषाप्रति धेरै माया थियो। उहाँ चाहनुहुन्थ्यो कि नेपालीहरूले आफ्नो भाषा र संस्कृतिलाई माया गरून्। उहाँका रचनाले मानिसलाई राम्रो सोच, दया र ममताको बाटोमा हिँड्न सिकाउँछ। जीवनमा उहाँले धेरै दुःख र सङ्घर्ष पनि भोग्नुभयो। आर्थिक समस्या आउँदा पनि उहाँले लेख्न छोड्नु भएन। रात दिन मिहिनेत गरेर उहाँले नेपाली साहित्यलाई संसारभर चिनाउनुभयो। त्यसैले आज पनि उहाँलाई महाकवि भनेर सम्मान गरिन्छ। विषम सम्मत 2016 सालमा उहाँको निधन भयो, तर उहाँका कविता, कथा र सन्देश आज पनि नेपालीहरूको मनमा जीवित छन्। आजका युवाले पनि उहाँको जीवनबाट मिहिनेत गर्न, सबैलाई माया गर्न, दिनदुखीको सहयोग गर्न र राम्रो काम गर्न सिकाउनुहुन्छ। हस्त, धन्यवाद, नमस्कार।